त्यो चाहिँ मलाई कस्तो बरी खानु मन लागेर यसो मैले मुसुरोको दाल चाहिँ यसो मुसुरोको दाल रहेछ अलि मजाले रातभरि भिजाएँ। त्यसलाई चाहिँ रातभरि भिजाएर छोडेँ। चनाको दाल पनि बनाउन सकिन्छ, बेसनको पनि बनाउन सकिन्छ र आफ्नो आफ्नो टेस्ट हो। मलाई चाहिँ मुसुरोको दालको एकदमै मनपर्छ क्या। अनि फ्रिजमा पनि दही पनि रहेछ अमिलो, महीको बनाउँदा पनि हुन्छ। मैले चाहिँ दहीको बनाएँ, दही नै थियो घरमा, अनि त्यही भएर अनि यसलाई ग्राइन्ड गरेँ, मसिनो भइहाल्यो। दही पनि ग्राइन्ड गरेँ। मलाई त चोटा मन पर्दैन क्या। अनि त्यही भएर यसमा चाहिँ दालमा चाहिँ मजाले मर मसला ज्वानोहरू हालेर पकाउँ जस्तो बनाउनु पर्छ नि त। त्यही भएर अनि सबै थोक हालेर मजाले फिटेँ। यसलाई मजाले फिटेँ। नुन चाहिँ लास्टमा हाल्छु क्या, सुरुमा चाहिँ हाल्दिनँ, लास्टमा हाल्नुपर्छ। अब नुन हालेर सानो सानो पकौडा जस्तो फटाफट हालेर बनाएँ। ल हेर्नुहोस्, रातो खरगरो भएपछि यसलाई निकाल। एकदमै नरम हुन्छ। यो चाहिँ साह्रो चाहिँ हुँदैन। र यो पाकिसकेपछि अब त हजुरले छुट्टै राख्दा पनि हुन्छ। म चाहिँ अब यो अघि दही बनाएरलाई ग्राइन्ड गरेर राखेको थिएँ नि, त्यसमै मिक्स गरिदिन्छु। अझै नरम हुन्छ क्या। नरम टेस्टी र मिठो हुन्छ। यसमा रस पनि पस्छ नि त। त्यही भएर यसमा चाहिँ तातै यसमै हालिदिएँ क्या मैले चाहिँ। अनि त्यसपछि अलिकति तेलमा जिरा ज्वानो मेथीहरू हालेर लसुन है खुर्सानी, सुकेको खुर्सानी अनि तेजपातहरू हालेर मजाले एकछिन बनाउने। हजुरहरूले प्याज पनि हाल्नु भए पनि हुन्छ। अब आफ्नो टेस्ट हो है। मैले चाहिँ हालिनँ। अनि त्यसपछि त्यो अघि यो चाहिँ हामीले अलिकति दाल बाँकी राख्नुपर्छ। त्यसमै मरमसला सबै हालेर फिटेर अनि यसमा तेलमा चाहिँ मजाले झैँ गरेर पकाएँ। पकाउँदा बाक्लो भएर आएपछि चाहिँ हाम्रो लगभग यो पाक्यो। र पाकिसकेपछि यसमा अघि मैले त्यो दाल पकौडा राखेको थिएँ नि, त्यसमा दहीमा त्यो फिटिया दहीमा पकौडा हालेको चाहिँ यसमा मिसाएँ। किनभने उमाल्नु हुँदैन, उमालेपछि त फाट्छ क्या। अनि त्यही भएर हाम्रो रेडी भयो।